एउटा गाउँमा एउटा किसानको घोडा बिरामी भएको हुन्छ र उसले डाक्टर बोलाएर ल्याउँछ र डाक्टरले घोडालाई निहालेर हेर्छ, सबै चेक गर्छ र उसले भन्छ म 3 दिनको लागि औषधि दिन्छु। यदि 3 दिनको औषधिले ठिक भयो भने भयो, नत्र भए घोडा मार्नुपर्ने हुन्छ, किनभने यो सङ्क्रमण अरू जनावरमा पनि सर्न सक्छ भन्छ। र डाक्टरले औषधि दिन्छ र जान्छ र छेउमा घोडाको छेउमा खसी बसेको हुन्छ र खसी जुरुक्क उठेर आउँछ र भन्छ साथी तिमीले प्रयास गर्नुपर्छ, हिम्मत गर्नुपर्छ, तिमीले सक्छौ, यदि तिमीले प्रयास हिम्मत गर्ने भने तिमी मारिन्छौ भन्छ। दोस्रो दिन आउँछ, दोस्रो दिन डाक्टरले निहालेर हेर्छ, घोडा जस्तै हुन्छ, केही परिवर्तन भएको हुँदैन, औषधि दिन्छ र जान्छ। फेरि पनि खसी आउँछ र भन्छ साथी तिमीले प्रयास गर्नुपर्छ, तिमी प्रयास गरेनौ भने मर्छौ भन्छ। तेस्रो दिन आउँछ, फेरि डाक्टर आएर निहालेर हेर्छ र घोडा जस्तै छ र किसानलाई भन्छ म अफसोस छु, मेरो औषधिले काम गरेन, घोडा मार्नुपर्ने भयो, यदि हामीले मारेनौँ भने अरू जनावरमा पनि सर्छ भन्छ। र किसान र डाक्टर छलफल गर्नलाई बाहिर जान्छ, गाउँको मान्छेहरू पनि आउँछन्। त्यही क्रममा घोडाको छेउमा जान्छ खसी र भन्छ साथी तिमीले प्रयास गर्नुपर्छ, हिम्मत हार, तिमी अहिले गर या मरको स्थितिमा छौ भन्छ। घोडा उठ्नु खोज्छ, पहिलोचोटि उठ्नु खोज्छ, सक्दैन, दोस्रोचोटि उठ्नु खोज्छ, सक्दैन, तेस्रोचोटि सफलताका साथ ऊ उठ्नु सफल हुन्छ र घोडालाई भन्छ खसीले स्याबास साथी तिमीले सक्यौ, हिम्मत गर, तिमी उफ्र अब भन्छ। घोडा उफ्रिन्छ, तिमी दौड भन्छ, घोडा दौडिन्छ र किसान भित्र आएर हेर्छ घोडा मस्त घाँस खाइरहेको छ, उफ्रेको छ, दौडेको छ र ऊ खुसी हुँदै सबैजनालाई चिच्याएर भन्छ मेरो घोडा ठिक भएछ, मेरो घोडा अहिले हिँडिरहेको छ, दौडिरहेको छ, उफ्रेको छ, म यही खुसियालीमा तपाईहरू सबैजनालाई मसँग भएको खसी काटेर बिरयानी खुवाउने छु भन्छ। त्यसपछि खसी काटिन्छ र महाभोज हुन्छ। यस कथाबाट हामीले बुझ्नुपर्ने के छ भने साथीहरू, जसले भलो चिताएको हुन्छ उही माथि ठुलो वज्रपात परेको हुन्छ। त्यसैले यदि तपाईहरूलाई यो भिडियो मन पर्यो भने लाइक, सेयर, कमेन्ट गर्नुहोस्।